मेरो ह्यान्डको दुश्मन रहेछ खालि भाँच्दै गर्छु यो यतापट्टिको भाँच्यो यतापट्टिको मिलाएर यहाँ कोचे हामीले फेरि यतापट्टिको नि भाँच्दै कि Brother, yeah, I'm from Nepal as well. बब्बाल देखाएको त So hello and namaste everyone, welcome back to my YouTube channel. I'm back with a new video. आज चाहिँ म टक्क सर्ट राइडको लागि जानु लाग्यो. सो मेरो चाहिँ एउटा सामान पिक गर्नु थियो अनि बाइकमा पेट्रोल नै छैन. यहाँ चाहिँ अब कसरी रिफिल गरिन्छ म त्यो देखाउँछु आज तपाईँहरूलाई. मेरो ह्यान्डको दुश्मन रहेछ खालि भाँच्दै गर्छु यो यतापट्टिको भाँच्यो यतापट्टिको मिलाएर यहाँ कोचेको मैले फेरि यतापट्टिको नि भाँच्दै कि मिलाउनै मिल्दैन अब छिल्दै साइलाइट भएन भने चाहिँ पुलिसले समाउँछ कि फेरि निस्किने बेला जहिले यही च्यादिउँ अब के हुन्छ नो अप्सनमा छिर्दैन रहेछ यति भयो चाहिँ जुगाड भयो यहाँ अलिकति अड्काउनु पऱ्यो यति भयो नि अहिलेको लागि खासै भाँचे जस्तो देख्दैन फेरि यस्तो भाँचेको यताउता बिग्रेको बाइक लिएर हिँड्यो नि यहाँ चाहिँ समाउँछ कि सो यतिको ठिकै छ अहिलेको लागि को हो यहाँ भाँच्दै गर्छ त्यहाँनिर सिसी क्यामेरा पनि छैन क्या मेरो यहाँ अगाडि चाहिँ छ ल्याङ हुन्छ यहाँ को रहेछ दुश्मन मेरो खालि भाँच्दै गर्ने दुईपट्टि भाँच्दै क्या एकपट्टि भाँच्दै थियो लेफ्ट साइडको भाँच्दै थियो राइट साइडको पनि भाँच्दै क्या एडजस्ट पनि गर्ने मिल्छ त्यो नट घुमाउने एडजस्ट गर्नेमा अहिले मैले 2 मा राखेको छु मलाई बढाउन पनि मिल्छ माथि राख्न पनि मिल्छ तल राख्न पनि मिल्छ आफै एडजस्ट गर्न मिल्छ यो चाहिँ इजी छ यसमा जाउँ अब पुरै छैन क्या पेट्रोल पम्पमा पुग्छ गाइस यतातिरको अपार्टमेन्टहरू चाहिँ लास्ट सेक्टर हुन्छ सो एक्सिस नभएको हामी बाहिर पनि जानु मिल्दैन भित्रै आउनु मिल्दैन कहाँ गयो यहाँ एक्सिस चाहिँ यो चाहिँ छ यहाँ प्रेस गरेँ अनि गेट खोल्दै टक्क लगाएर त्यही हो कोही बेला थाहा हुँदैन नि त यहाँ बस्ने मान्छेहरूलाई नै कसरी फिल हाल्छ होला यताउता बाइक किन्ने सोच्नु हुन्छ अनि थाहा हुँदैन सो यो भिडियो मान्छेहरूको लागि अनि नेपालको साथीहरूको लागि पेट्रोल पम्पमा आफैले हाल्नुपर्छ कि पेट्रोल सो पेट्रोल पम्प चाहिँ अराउन्ड यहाँबाट चाहिँ 5 मिनट टाढा छ म चाहिँ पेट्रोल पम्प आइसकेको छु मेरोमा चाहिँ 95 जान्छ प्रायः जस्तो सबै यो टाइपको हाइसिसीको बाइकहरूमा चाहिँ 95 नै जान्छ पेट्रोल हाल्नु चाहिँ झर्नुपर्छ बसेर चाहिँ अब मिल्दैन यिनीहरूको पोलिसी अनुसार सो उठेर हालिदिउँ 95
यस्तो सिसीको बाइकमा चाहिँ 95 जान्छ, 98 पनि छिटो हुन्छ। तर इन्जिनको लागि चाहिँ 95 हुन्छ। त्यो ग्रेडिङ हो होइन, 95 भन्ने चाहिँ। गरिदिनु क्या 91, 94, 95, 98 हुन्छ क्या। 94 भनेको इथानल हो, 91 मजाले लो ग्रेडको पेट्रोलै हो। सो 95 चाहिँ बेस्ट हुन्छ बाइकको लागि। 97, 98 मेरो चाहिँ नम्बर 12 हो। अब यता कहाँ जानु पर्यो, नम्बर 12 भने हामी ट्राई गर्ने। So you go. Alright, thank you. Hey, number 12? Yeah, they've got Sorry? Yeah. You will make videos from motorbike. Yeah. You Just have watch it, YouTube is Vlog with BS7 on YouTube. You have YouTube Alright, channel. yeah. BF7. Yeah, Vlog with BS7. Where are you from? I'm from Nepal. Oh, brother, yeah, I'm from Nepal as well. Oh. Where in Nepal? Kathmandu. I'm from Sangda. Oh, nice to meet you. sorry. See you later. Hello. See you. नेपाली भेट्दै यार जताततै नेपाली 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 रहेछ लास्टमा चाहिँ त्यो ब्रदर स्याङ्जाको ब्रदर रहेछ। हुन्छ भने डु कमेन्ट है ब्रो, मैले च्यानलको नाम भनेको थिएँ। All good. निस्केँ यहाँबाट। सो यहाँ चाहिँ पेट्रोलको ग्रेडिङ हुन्छ। ग्रेडिङ भन्नाले चाहिँ 91, 94 हुन्छ, अनि त्यसपछि 95, 98 हुन्छ। गाडीहरू रुटिङमा चाहिँ प्रायः जस्तो हामीले 95 युज गर्नुपर्छ हायर सिसीको बाइकलाई चाहिँ। सो लोवर सिसी छ भने चाहिँ 91 युज गर्दा पनि केही फरक परेन। सो 91 इज द बेस्ट लाइक फ्युल फर द हायर सिसी बाइक। दामी हुन्छ, इन्जिन पनि स्मुथ हुन्छ, दामी हुन्छ। बट हल्का एक्सपेन्सिभ कति सेन्सको फरक हुन्छ क्या। बट राम्रो 95 हाल्दा बेस्ट हुन्छ 91 भन्दा चाहिँ। अब 91 नै जान त जान्छ, 91 चाहिँ अलिक चिप हुन्छ। सो मेरो रिकमेन्डेसन अनुसार चाहिँ 95 वाज द बेस्ट वान। सो 95 अझै अब पर्खिरहेको भयो। मैले अब यो बाइक ननिकाल्नु धेरै भित्र थियो। सो बाइक पनि निकालियो, पेट्रोल पनि थिएन बाइकमा, पेट्रोल पनि फुल हाल्दै आज कामदारीमा यो बाइकै लिएर जान्छु क्या म। बाइक लास्टै घाम भइरहेको न, पानी परेर हुन्थ्यो, पानी परेर चाहिँ म चलाउँदिनँ खासै बाइक, अलि रिस्की हुन्छ पानी परेर बेला बाइक चलाउने चाहिँ। सो आज कोही बेला चाहिँ नचलाउँदा हुन्छ है सबैजना जो यता अस्ट्रेलियामा हुनुहुन्छ, अलि रिस्की हुन्छ। गाडीबाट खासै देख्दैन क्या पानी परेको बेलामा, अनि गाडी चलाएर हुन्छ। सो बाइकहरूलाई देख्दैन क्या, अस्ति मैला हाल्दैछु भन्ने बाइकलाई। सो पानी परेको बेलामा चाहिँ अब एकदम इम्पोर्टेन्ट छ भने चलाउँ, नत्र चाहिँ नो, बिग नो है गाइज पानी परेको बेला चाहिँ। सो म चाहिँ अब फर्किँदैछु। सो पेट्रोल हाल्न कसैलाई अब त्यो भइरहेछ भने यो हेर्नु चिल हो, यहाँ चाहिँ आफैलाई हाल्नुपर्ने हुन्छ। सो सेल्फ सर्भिस हो क्या पेट्रोल चाहिँ, आफै हाल्ने, कति हाल्नु मन लाग्छ हाल्ने, अनि उता गएर पे गर्ने हो। यो एरो देखाएको भन्दा ओन्ली राइड हो, यहाँबाट स्ट्रेट जान मिल्दैन। यहाँ चाहिँ स्ट्रेट देखाएको हाम्रो चाहिँ स्ट्रेट जान मिल्छ। सो स्ट्रेटको लाइनमा बसिरहेको छु, स्ट्रेट जानु छ मलाई।
जानुपर्ने हो यहाँ त्रिवेणीको जुन हो यो राइट जानुपर्ने हो यो दुइटा लेन चाहिँ राइट जान्छ सो राइटपट्टि बस्यो टक्क लाएर एउटा चिज याद आयो कि एउटा चिज देखाउनुको लागि चाहिँ जो साइलेन्सर हो नि साइलेन्सर ला 67 साइल जस्तो बब्बाल देखाएको नि त यसको यो दुईतिर यहाँ नभित्र एउटा नट हुन्छ त्यो निकाल्यो भने त डेन्जर पड्किन्छ तर सुहाउँछ यार मलाई यत्तिकै ठिक छ यत्तिकै पनि ठिकै छ साउन्ड सो बवाल छ नि त साइलेन्सर मेरो देखाएको छ त कसैले यस्तो वाला साइलेन्सर मैले नि देखाएको छैन मैले नि फर्स्ट टाइम देखाएको क्या म चाहिँ फर्किसकेको छु फुल्लेर भने फ्रेस नआइकन पनि गाह्रो छ क्लास गर्मी परेछ खोल्नु नि छिट्टो पार्किङमा आइसकेको छु म यस्तो फर्काउँ